भन्दै उहाँको पछि पछि लागे। औ उहाँ घरमा आउनु भएपछि ती अन्धा मानिसहरू उहाँ कहाँ आए। यीशुले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ? तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्। अनि तिनीहरूका आँखा खोले। यीशुले यसो भनेर तिनीहरूलाई कडा आज्ञा दिनुभयो, हेर, यो कुरा कसैले थाहा नपाओस् है। तर तिनीहरूले निस्केर त्यस मुलुकभरि उहाँको यस फिजाए। भूत लागेको मानिस। औ जब उहाँहरू निस्केर जानु हुँदै थियो, तब हेर, भूत लागेको एउटा लाटो मानिस उहाँ कहाँ आए। कता गयो? आए निकालिएपछि त्यो लाटो बोल्यो। औ इजरायलमा कहिले यस्तो देखिएन भनी भिडहरू छक्क परे। तर फरिसीहरूले भने, भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ। अनि यीशु जब सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै र राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र बिमार निको पार्दै हिँड्नुभयो।